बिहानको आधा घन्टा पछिको मेरो राइड चाहिँ ठ्याक्कै यो सपना तीर्थ मन्दिरनिर आइपुगेको छु म चाहिँ होइन। तपाईँले देख्न सक्नुहुन्छ भ्यू। ठ्याक्कै आधी घन्टा लाग्यो मलाई यहाँनिर आउन। यो ठाउँ चाहिँ राम्रो छ एकदमै। यतातिर देख्न सक्नुहुन्छ। अनि आजको थोरै सानो भिडियो चाहिँ मेरो यही हो आजको है। उकालो छ उकालो छ। म चाहिँ डोखा नजिकै रहेको के भन्छ अरे सपना तीर्थयात्री मन्दिरबाट अब अलिकति माथि जाँदैछु होइन। माथि जाने हुन्छ थोरै उकालो छ। ल म चाहिँ यतानिर यो ठाउँको नाम चाहिँ खोइ त्यहाँ बोर्डमा हेर्दाखेरि चाहिँ शिवपुरी नागार्जुन निकुञ्ज भन्ने लेखिएको रहेछ। अनि म चाहिँ यहाँनिर आइपुगिसकेको छु। यता तल चाहिँ झोर झरना भन्ने रहेछ यता तल। अनि म चाहिँ यहाँनिर एक्लै आइपुगेँ। अनि ठाउँ चाहिँ राम्रै छ। यताबाट नुवाकोट पनि जाँदो रहेछ। अनि उकालो रहेछ लास्टेट एक्लै आउन अलिक अप्ठ्यारो रहेछ। सो म चाहिँ बिहान कति 7 बजीतिर हिँडेको। अनि टोखा हुँदै आएको थिएँ। अनि यहाँ आइपुगेको छु। अहिले भरे म यो झोर झरना भन्ने ठाउँ पनि देखाउँछु फर्किँदाखेरि। अहिले चाहिँ म माथि नै जानेछु। रमाइलो छ यो ठाउँ चाहिँ। यहाँबाट चाहिँ नुवाकोट जान्छ है। एक्लै छु है राइडमा म चाहिँ। 2 घन्टाको राइड पछि चाहिँ म आइपुगेँ जगत बस्दा हेर्न। यस्तै थाकिरहेछ। हाम्रो यत्रो उकालो चढेर आइयो हो। यहीँसम्म होला मेरो आजको राइड चाहिँ। अहिले म झरना देखाउँछु भनेको थिएँ हजुरहरूलाई। झरना अब जाँदिनँ होला सायद। त्यो परको भर्याङदेखि झार्नुपर्छ। अनि गाह्रो छ हो त्यो भर्याङबाट चाहिँ। भर्याङबाट झार्न त सकिन्छ तर फेरि उकालै चढ्नुपर्ने हुन्छ कि। अनि त्यही भएर म चाहिँ जाँदिनँ होला सायद त्यो झर्ना चाहिँ। यताबाट म 4 बजीतिर ओह्रालो लाग्छु होला। आज मेरो यतै काम छ।